गीत रेकर्ड गराए बापत चाहिँ कति लिनुहुन्छ? धेरैको अब त्यो चासो पनि हुन सक्छ। मैले लिँदैन, आफै दिनुहुन्छ। फ्रीमा हो? मैले लिँदैन, आफै दिनुहुन्छ कि माया गरेर मेरो श्रमको कदर गरेर दिनुहुन्छ। के छ अहिले 20-21वटा गीत रेकर्ड गराउँदै गर्दा चाहिँ कति जति कमाउनु भयो होला हाम्रो रेखा बहिनीले? के छ झोलामा के छ भरिया छ? मोबाइल छ, चार्जर छ। के छ पैसा चाहिँ ब्याङ्कमा छ कि के हो? ब्याङ्कमा हो? अनि चाहिँ कति 5 लाख कमाउनु भयो रेखाले? त्यति धेरै के छ अबको दुई हप्तामा चाहिँ उहाँले 5 लाख कमाउनु। 2 हप्तामा चाहिँ 5 लाख कमाउनु हो। भनेपछि गीत सङ्गीत क्षेत्रमा सम्भावना छैन भन्दै गर्दाखेरि चाहिँ के छ सर? अब कतिपयले घर गाडी पनि जोडी पनि भन्नुहुन्छ, कतिपय गीत साङ्गीतिक क्षेत्रै छोडेर म टाप कसी पनि भन्नुहुन्छ। मलाई चाहिँ के लाग्छ भने गीत सङ्गीतमा यदि कसरी राम्रो गर्न सक्छ भने राम्रो छ, किनभने हामीले राम्रै गरिरहेका छौँ। गीत सङ्गीतले बाँच्नु दिएको छ, फ्यामिली पाल्नु दिएको छ, राम्रै भइरहेको छ। गीत सङ्गीत चाहिँ नराम्रो। तपाईँ घर चाहिँ कहिले फर्किँदै हुनुहुन्छ? थाहै छैन, थाहा छैन कहिले हुन्छ। फर्किनुहुन्न? एकचोटि त फर्किने नि घर टाइम मिलाएर। अब अहिले बिजी हुनुहुन्छ होइन, रेकर्डिङ एकदमै छ, दिनमा 3-4वटा रेकर्डिङ गर्दै हुनुहुन्छ। अहिले जान चाहन्छ लगभग उहाँलाई चाहिँ हामी यति बसाउने व्यवस्था गर्दैछौँ। रेखा बहिनीले